किमा यसरी बनाउनु पर्छ हो साथी। यो चाहिँ मैले किमा बनाएको प्याजको हेर्नुहोस्। यसको यो भित्र हो है काट्ने हेर्नुहोस्। किमा चाहिँ यसरी बनाउनु पर्छ हो यहाँ हेर्नुहोस्। प्याज हो यो हो साथीहरू। प्याजको किमा कोपी पनि यसरी बनाएको मैले है। प्याज पनि हेर्नुहोस्। प्याजको किमा अब भइहाल्यो है। सजिलो थुक्पा बनाउने मोमो बनाउने मिसिनहरू सबै निस्किएछ है साथीहरू। अब हातले काम गर्नु पर्दैन, हात खुट्टा यसो चलाउनु मात्रै पर्छ अनि खानुको लागि पनि चलाउनु पर्छ। यी सब कोपी प्याज अदुवा गाजर हुचिङ नुन लगाएर अब हो मजाले मोल्नुपर्छ। म चाहिँ आज चाहिँ भेज मोमो बनाएको साथीहरू। हेर्नुहोस् भेज मोमो बसाए अब 15 मिनटसम्म चाहिँ यो पाक्छ साथीहरू। पाक्यो रेडी भयो। डल्ले खोर्सानी र छुर्पीको अचार हेर्नुहोस् साथीहरू। यो मोमो रेडी भयो। अब म चाहिँ खाने। नमस्ते, मेरो च्यानल दिलिरिस लिएर आइसकेको छु। आज मेरो मुकबाङ छ भेज मोमो साथीहरू। भेज मोमो अनि मेरो आज चाहिँ लस्सी छ। छुर्पीको अचार बनाएको छु मैले झोलझोल टाइपको है। यहाँ हेर्नुहोस् मेरो मुकबाङ चाहिँ भेज मोमो छ साथीहरू। अब म खानु सुरु गरेँ ल साथीहरू। यसमै खान्छु। फर्स्ट बाइट खाएँ ल साथीहरू। तातो भेज मोमो। मोमोको खोर्सानी टोक मन परिरहेको थियो। वाउ मिठो भएछ। मिठो भेज मोमो एकदम साथीहरू। भेज मोमो लभरहरू हेर्नुहोस् है। एकदमै मिठो टेस्टी भएछ साथीहरू। वाउ मिठो। यो अचार नि एकदमै पिरो भएको छ। तिखा लागेको साथी। मिठो बनाउनु साह्रो साथीहरू। खानुमा चाहिँ अल्छी गर्नु हुँदैन साथीहरू। भोकै रहन्छ है। अनि मेरो भिडियोलाई मन पर्यो भने माया गरिदिनु होला, सपोर्ट गर्नु होला, फलो गरिदिनु होला साथीहरू। माया गर्नुहोस् है मेरो भिडियोलाई। हस् त साथीहरू। छुर्पीको अचार चाहिँ एकदमै टेस्टी मिठो भएछ है। डल्ले खोर्सानी वाउ भयो साथीहरू। वाउ मिठो। साह्रै मिठो। तपाईँले मासु खानुपर्छ भन्दै थियो तर म चाहिँ आज भेज खाने। मासु चाहिँ धेरै है पकाएर मासु चाहिँ धेरै खायो। त्यही कारणले आज मोमो चाहिँ भेज मोमो मनपर्छ। मासु धेरै खानु पनि भएन। भेजहरू चाहिँ एकदम मिठो टेस्टी भएछ साथीहरू। भेज मोमो पनि साह्रै मनपर्छ। मासु भन्दा चाहिँ भेजै मनपर्छ साथीहरू। लास्ट पिस
टेस्टी भएछ मोमो चाहिँ एकदम मिठो भएछ साथीहरू एकदमै मिठो अनि हजुरहरूलाई मेरो मुखबाङ चाहिँ कस्तो लाग्यो है कमेन्ट गर्नु होला मन पर्यो भने सेयर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला माया दिनु होला हवस् साथीहरू बाई